किपटले धेरै कुरा भन्छ। किपट नेपालको सन्दर्भमा एउटा माइलस्टोन जस्तै हो। पहिलो किपटले नेपालमा सामुदायिक खेतीको व्यवस्था राई र लिम्बूबाट सुरु भएको र कृषिको सुरुवात राई र लिम्बूबाट पूर्वको राई र लिम्बूहरूकोबाट भएको हो कि भन्ने देखाउँछ। किनभने अरू कुनै पनि समुदायमा यो किपट व्यवस्था छैन हैन। यो राईकर गुठी अनि जागिर बिर्ता धेरै पछि यस पृथ्वीनारायण शाहको शासनपछि रणबहादुर यो धेरै पछि मात्रै यो चरणमा भएको छ र आफू खुसी वितरण भएको छ। तर किपट चाहिँ पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा अलरेडी त्यो राई र लिम्बूसँग सामुदायिक खेती व्यवस्थामा आइसकेको थियो हैन। त्यो हिसाबले किपट चाहिँ अलि महत्त्वपूर्ण छ। खेतीको सुरुवात भइसकेको थियो पूर्वका राई र लिम्बूहरूमा र यसले चाहिँ के भन्छ भने राई र लिम्बू सबैभन्दा पुरानो समुदाय हो कि भन्ने अर्थ पूर्ण रूपमा हैन आंशिक रूपमा गर्न तर्क गर्न सकिन्छ। दोस्रो 1831 को पत्र चाहिँ पूर्वका राई र लिम्बूहरूमा किपट चाहिँ वितरण भएको हुनाले अरू समुदायमा चाहिँ किन भएन भन्ने प्रश्न हो। राई र लिम्बूसँग चाहिँ सम्झौता गर्नुपर्ने समुदायसँग राज्यले अरूतिर त सबै सजिलै एकीकरण भयो। पूर्वको राई र लिम्बूसँग चाहिँ किन सम्झौता गर्नुपर्ने भन्ने प्रश्न हो हैन। पूर्वका राई र लिम्बू चाहिँ खासमा पृथ्वीनारायण शाहसँग लडाई लडेका हुन् हैन, आक्रमणै गरे हुन् र त्यही हिसाबले पृथ्वीनारायण शाहले चाहिँ आक्रमण गरिसकेपछि त्यो जमिन चाहिँ खेतीयोग्य जमिन उनीहरूलाई नै त्यसको जिम्मा दिएका हुन्। त्यो पत्रले त्यस्तो अर्थ लगाउँछ हैन। अब राई र लिम्बू एउटै समुदाय हो कि होइनन् भन्ने हो भने चाहिँ एउटा हो जस्तो लाग्छ। किपटको वितरण किपटको शासन सञ्चालन अथवा त्यो क्षेत्रमा शासन सञ्चालन एउटै भूगोल हुनुमा राई र लिम्बू खास फरक होइन भन्ने प्रष्ट देखाउँछ हैन। अब पूर्वमा इलाम पाँचथर ताप्लेजुङ खोटाङ भोजपुर सङ्खुवासभा धनकुटा तेह्रथुम ओखलढुङ्गा यो क्षेत्र चाहिँ एउटा क्लस्टर हो। यो क्षेत्रमा चाहिँ राई र लिम्बूहरू बसोबास गर्छ हैन। अहिले त मोरङ सुनसरी पनि छन्। त्यो किपट चाहिँ अब किपट सबै ठाउँमा समान छैन। एउटा जिल्लामा 3-4 2टा 3टा फरक छ। त्यो भन्दा चाहिँ एउटा कुनै जिल्लाहरूमा चाहिँ खेतीयोग्य जमिनहरूको सर्टेन क्षेत्रहरू चाहिँ खेतीयोग्य सामुदायिक खेतीको व्यवस्था थियो त्यो बेलामा। अब दोस्रो कुरा राज्य सञ्चालनबाट हेर्दाखेरि पूर्वमा राई र लिम्बूहरूमा चाहिँ एक आपसमा मिलेर दाजुभाइहरू सानो सानो क्षेत्रमा दरबार बनाएर सञ्चालन गरेछ र एक अर्कामा कहीँ पनि एक अर्काको जग्गा हडप्ने झगडा गर्ने र हैन एक अर्कामाथि हमला गर्ने कहीँ पनि भएको छैन। त्यसले के भन्छ भने यदि राज्य चाहिँ उनीहरूको फरक हो भने राई र लिम्बू फरक हो भएको भए त राईले लिम्बूको जग्गामा आक्रमण गर्ने अनि लिम्बूले राईको दरबारमा आक्रमण गर्ने गर्थ्यो होला नि त। जब पृथ्वीनारायण शाहले 1831 मा चाहिँ आक्रमण गर्यो त्यो क्षेत्रहरूमा चाहिँ सानो सानो दरबारहरूमा एकैपटक आक्रमण भएको छ अनि एकैपटक 1831 मा सम्झौता भएको छ। भोजपुरको हतुवागढीमा भएको सम्झौता र तेह्रथुममा भएको किपटको सम्झौता एउटै हो र सङ्खुवासभामा लोरुङहरूसँग भएको सम्झौता पेपर एउटै हो। यसको मतलब उनीहरूले पूर्वका साना त्यो दरबारहरूमा एकैचोटि हमला गरेछ र किपट पनि एकैचोटि सम्झौता गरेछ। त्यसको समानता सबै एकै ठाउँमा छ हैन, सबै समान छ। र अर्को कुरा चाहिँ त्यो बेलामा किपटमा कहीँ पनि राई लिम्बू भनेर भनेको छैन।
त्यो बेलासम्म आउँदाखेरि राई र लिम्बू भनेर कतै पनि छुट्टिएको छैन। त्यो बेलामा वल्लो किराँत पल्लो किराँत मात्रै छुट्याएर भन्या छ हैन। राई र लिम्बू त धेरै पछि मात्रै सुरु भएको, जहाँबाट यो किपट सुरु भएपछि चाहिँ कागजी प्रक्रिया सुरु भएपछि त्यस्तो भएको देखिन्छ हैन। फरक यो मात्रै के हो भने राई र लिम्बू चाहिँ किराँत हो कि होइन भन्ने प्रसङ्गमा चाहिँ लिम्बूहरूमा भाषिक एकरूपता छ, राईहरूमा अलिकति छैन। मेरो बुझाइमा चाहिँ किपट राम्रोसँग हेर्ने भने चाहिँ राईहरूको क्षेत्रमा थोरै किपट छ, लिम्बूहरूकोमा अलिकति धेरै किपट छ हैन। ताप्लेजुङमा 5 थरमा तेह्रथुममा र त्यो जिल्लाहरू चाहिँ लगभग क्लस्टर छ, नजिक छ। यो हिसाबले उनीहरूकोमा त्यो क्लस्टर चाहिँ किपट भएको हुनाले, बसाइसराई कम भएको हुनाले उनीहरूको भाषा एकरूपता हो कि भन्ने देखिन्छ। र राईहरू चाहिँ किन यसरी अलिकति भाषामा विविधता आयो भन्दाखेरि किपट नभएपछि बसाइसराई एकदेखि अर्को ठाउँमा बसाइसराई अलि लामो भएको हिसाबले केही समुदाय चाहिँ केही मान्छेहरू बसाइसरे, कुनै मान्छेहरू चाहिँ किपटको मान्छेहरू बसाइसरेनन्। त्यो बसाइ नसर्नेमा लिम्बू धेरै समयसम्म लिम्बू बसाइसरेन, राईको क्षेत्रमा बढी बसाइसराई भयो। यो हिसाबले चाहिँ भौगोलिक विविधताले गर्दाखेरि राईहरूमा अलिकति भाषिक विविधता आयो, लिम्बूहरूमा एकरूपता रह्यो। यति मात्रै हो जस्तो लाग्छ। नभए यो राई र लिम्बू कुनै पनि ऊबाट तर्कबाट चाहिँ छुट्याउने भने फरक देखिँदैन।